नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आज भने गोनु झाको कथाहरूको लिस्टमा तहसिलदारको दाढीमा चमत्कारी गुण शीर्षकको एउटा कथा रहेको छ। एकपटक सिंहबाडामा निर्दयी तहसिलदारको नियुक्ति भएको थियो। रातो आँखा र लामो दाढी भएका यी तहसिलदार भाडा उठाउन आउँदा रगत चुस्न आए जस्तो लाग्थ्यो। उनीसँग किसानहरू काँप्थे। कुनै कारणले भाडा तिर्न नसकेका किसानहरूलाई तहसिलदारको आदेशमा सिपाहीले जनावरलाई जस्तै कुटपिट गर्ने गर्थे। एक दिन गोनु झा छिमेकी गाउँमा कामको लागि गएका थिए। संयोगवश त्यो दिन तहसिलदार गाउँ आउन लागेका थिए। गोनु झाले सबैको आँखामा डर देखेर छक्क परे। यहाँ के भइरहेको छ? गोनु झाले एकजनालाई सोधे। यहाँ जसलाई हेरे पनि उसलाई फाँसी चढाउन गइरहेको जस्तो देख्छु नि। आज तहसिलदार भाडा लिन आउँदैछन्। गोनु झाले तहसिलदारको अत्याचारको कथा सुनेका थिए, तर आज आफ्नै आँखाले हेर्न चाहन्थे। लगभग सबै किसान आफ्नो भाडाको दाना तौलेर तयारमा थिए। तैपनि भाडा तिर्न नसकेका किसानहरू पनि केही थिए। अनि डरका कारण उनीहरूको अवस्था निकै खराब थियो। अन्ततः तहसिलदार लस्कर साथ आइपुग्यो। गोनु झाले कालो राक्षस जस्ता तहसिलदार घोडामा सवार भएको देखे। उनका डरलाग्दो आँखा किसानहरूलाई हेरिरहेका थिए। तुरुन्तै एउटा खाट ल्याइयो र त्यसमा तहसिलदार बसे। उसको एक सेवकले हातको पंखाले हावा दिन थाल्यो। मुन्सी लेखकले एउटा खाता खोले र प्रत्येक किसानको नाम बोलाए। सबै किसानहरूले आफ्नो पालोमा अन्नको बोरा ल्याउन थाले। उसको आदेशमा दुईजनाले हातमा झुलाएर तौल नाप्ने गर्थे। त्यसपछि सन्तुष्ट भएर अर्को नाम बोलाइन्थ्यो। तर बेगन भन्ने किसानको नाम पुकार्दा एक गरिब वृद्ध काँप्दै तहसिलदारको अगाडि रित्तै हात पुग्यो। तहसिलदारको आँखा चम्कियो। भाडा कहाँ छ? तहसिलदार रिसाए। हे अन्नदाता, यो पटक फसलले धोका दियो। राम्रो बिउ पाउन सकिएन। त्यसो भए हामीले के गर्ने त? तेरो भाडा हामीले आफ्नो खल्तीबाट सरकारलाई दिने? हजुर, तपाईँ हाम्रो सरकार हुनुहुन्छ। तपाईँ गरिबको अन्नदाता हुनुहुन्छ। हामीमाथि दया गर्नुहोस्। यसपटक हामीलाई क्षमा गर्नुहोस्। अर्को पटक म सबै तिर्नेछु। अल्छी बुढो, तहसिलदारले बुढालाई लात हाने। हामीलाई मूर्ख ठान्छस्? हामी दयालु हुनुपर्छ भनेर सरकारले हामीलाई यो जिम्मेवारी दिएको होइन। हामीले सरकारी काम राम्ररी गरे मात्रै तलब पाउँछौँ। त जस्तै धेरै छन्। सबैलाई दया गरिरह्यौँ भने राम्रो हुन्छ? हजुर, मसँग केही छैन। तहसिलदारले सिपाहीलाई सङ्केत गरे। त्यस गरिबको छाला काड ताकि मानिसहरूले पाठ सिकुन्। सिपाहीहरूले बुढोलाई निर्दयी ढङ्गले प्रहार गर्न थाले। गरिब बुढोको रोदनले जनताको मन छुयो। त्यो अत्याचार देखेर गोनु झा पनि डराए। यस्तो अत्याचार उसले पहिले कहिल्यै देखेको थिएन। बुढो बेहोस नहुन्जेल कोर्रा चलिरह्यो। सबैले हेर्यौ? तहसिलदारले ठुलो स्वरमा भने। मेरो नाम शेरसिंह हो, शेरसिंह। हामी आफ्नो काममा लापरवाही भएको चाहँदैनौँ। ध्यान राखेस्, जसले भाडामा एक दाना भन्दा कम दियो उसलाई यस्तै हुनेछ। गोनु झाले त्यो बेला मौका पायो भने त्यो निर्दयी तहसिलदारलाई अवश्य पाठ सिकाउने प्रण गरे। त्यहाँबाट उनी आफ्नो गाउँ फर्किए। धेरै दिनसम्म बुढो किसानको चित्कार उसको मन र दिमागमा गुन्जिरहेको थियो। सोही तहसिलदार उनको गाउँमा पनि आउने चर्चा थियो र चिन्ताको विषय यो थियो कि यसपटक अधिकांश किसानको बाली राम्रो भएको थिएन। कस्तो यातना! र गोनु झा पनि यही विषयमा सोचिरहेका थिए। त्यो निर्दयी तहसिलदारबाट गरिबलाई कसरी बचाउने भनेर। धेरै सोचेपछि उसले समाधान निकाल्यो। त्यही दिन फोहोर लुगा लगाएर उनी सिंहबाडा पुगे। त्यहाँ तहसिलदारको ढोकामा पुगे। उनको दरबार अगाडि ढोकामा द्वारपालले रोक्यो। किन यहाँ आइस? द्वारपाल चिच्यायो। हजुर, म एकदमै गरिब मान्छे। मेरो एकमात्र छोरा धेरै बिरामी छ। यसमा केही जादुई प्रभाव छ अरे। मैले सुनेको छु कि तहसिलदार साहब एकदमै धार्मिक व्यक्ति हुनुहुन्छ। उहाँको दाढीको एउटा कपाल पाइयो भने त्यो कपालको ताजिब छोराको घाँटीमा हालिदिन्छु र ऊ पूर्ण रूपमा निको हुन्छ। मलाई विश्वास छ ऊ ठिक हुनेछ। गोनु झाले भने। के बकवास कुरा गरे होला? द्वारपालले भन्यो। महोदय, दया गर्नुहोस्, मेरो छोरा बच्नेछ। तहसिलदारको जय जयकार हुनेछ। द्वारपाल हाँस्न थाल्यो मूर्ख गाउँले देखेर। उसले त्यो रमाइलो कुरा तहसिलदारलाई सुनाउने सोच्यो।
तिमी यतै बस, म उहाँलाई सोधेपछि आउँछु। गोनु झा त्यही भुइँमा बसी द्वारपाल दरबारभित्र पस्यो र धेरै बेरपछि फर्क्यो। उसको पछाडि तहसिलदार पनि थिए, जो मुस्कुराउँदै आउँदै थिए। गोनु झा झुक्यो। उठ उठ, तहसिलदारले भन्यो। भन त के हो? गोनु झाले आफ्नो समस्या सुनाए। अरे भाइ, छोरालाई डाक्टर कहाँ लैजाउँ न? अन्नदाता ओझाजीले भनेका छन्, ठुला अधिकारीको दारीको एउटा कपाल भेट्यो भने बाबुलाई ठिक हुन्छ। गोनु झाले हात जोडेर भने, दया गर्नुहोस् हजुर, मेरो एउटै छोराको कल्याण हुनेछ। अन्तत तहसिलदार पग्लिए। दारीको कपाल दिएर त्यो मूर्ख गाउँलेलाई भगाउनु नै उचित थियो। उसले दारीबाट एउटा कपाल हातले निकालेर गोनु झालाई दियो। सरकारको जय होस्। गोनु झाले निधारमा कपाल राखेर तौलियाको कुनामा बाँधे। त्यसपछि तहसिलदारलाई लाखौं प्रार्थना गरेपछि गोनु झा फर्किए। धेरै दिनपछि भरौरा गाउँमा भोलि तहसिलदार भाडा लिन आउँदैछन् भनी घोषणा भयो। सबै किसानले भाडा तयार राख्नुपर्छ। पुरै गाउँमा हलचल मचियो। मानिसहरू डराए। चौपालमा बसेर आउने सङ्कटको चर्चा सुरु हुन थाल्यो। आखिर सबैले गोनु झाको शरणमा जाने सोच गरे। गोनु झाले मात्र हामीलाई यो समस्याबाट बचाउन सक्छ। उनीमा माता कालीको कृपा र बुद्धि छ। यसको केही समाधान हुनुपर्छ। जाउँ, ढिलो नगरौँ। सारा गाउँ जम्मा भएर गोनु झाको घरमा पुगे। धेरै गरिब किसानहरू रोएर आफूमाथि आउने सङ्कटको समाधान सोधे। भाइहरू, गोनु झाले भने, तपाईहरू सबै ढुक्क हुनुहोस्। तपाईहरूले त आज मात्र त्यो निर्दयी अफिसरको बारेमा सोच्नुभयो, तर म उसको बारेमा धेरै दिनदेखि सोचिरहेको थिएँ। मलाई थाहा थियो कि एक दिन त्यो राक्षस यहाँ पनि आउनेछ र आतंकको नाङ्गो नाच सुरु हुनेछ। गोनु झा, त्यसो भए तपाईँले केही उपाय पनि सोच्नु भएको होला? सोचेको छु। त्यो ताना शाहलाई पाठ सिकाउने योजना बनाएको छु। तपाईहरू सबैले मलाई साथ दिनुपर्छ। तपाईँले भने जस्तै गर्नेछौँ। त्यसपछि गोनु झाले आफ्नो योजना सुनाए। सबैले आफ्नो ठाउँबाट काम गर्ने बाचा गरे। अनि भोलिपल्ट तहसिलदार आयो। तहसिलदार साहबको जय होस्, जय जयकारको नाराहरू गुन्जिए। पुरै गाउँ तहसिलदारको अगाडि झुक्यो। उनी निकै अचम्ममा परे। यस्तो भव्य स्वागत उनले कहिल्यै पाएका थिएनन्। गाउँका मानिसहरूले उनलाई देवताको रूपमा मानिरहेका थिए। कारण के थियो? भाडा नतिर्ने नाटक त होइन? यदि त्यसो भएको भए सबैलाई कुर्राको छालाले छाला काटिनेछ। उनी छक्क परे। एउटा परिचित अनुहार देखा पर्यो। त्यो त्यही गरिब किसान थियो जसले आफ्नो छोराको लागि दारीको कपाल मागेका थिए। तपाईँ एक साँचो परमात्मा हुनुहुन्छ, गोनु झाले भने। तपाईँको दयाले मेरो बाबु पूर्ण रूपमा निको भएको छ। तपाईँले यो गरिबलाई बचाउनु भयो। दारीको कपालले कसैलाई बचाउन सक्छ भनेर तहसिलदार छक्क परे। तर प्रमाणको के आवश्यकता? कृषक आफैले यस्तो भनिरहेका थिए। अन्जानमै तहसिलदारको हात दारीमा गयो। ऊ गर्वले भरियो। अब उसले पनि हर्षोल्लासको कारण बुझ्यो। गाउँलेहरू यस्तो चमत्कारका अन्धविश्वासी थिए। यहाँ पनि यस्तै भएको थियो। तहसिलदारले सोच्यो। गाउँलेहरू, गोनु झाले चर्को स्वरमा भने, यिनै साँचो भगवान हुन् जसको कृपाले मेरो बाबु निको भयो। उहाँको चमत्कारी पवित्र दयालु दारीले सबै खराबीहरू हटाउनेछ। संसारको जुनसुकै निको नहुने रोग होस्, यी भगवानको दारीको एक कपालले एकैछिनमा निको हुन्छ। उहाँ भगवानको अवतार हुनुहुन्छ। जसलाई कुनै पनि दुःख छ, उहाँको शुभ कृपाले दुःख हटाउन सक्छ। यो एउटा चमत्कारी दाडी हो जसले गरिबी, रोग अनि काल आदिलाई हटाउँछ। तहसिलदारले गर्वले फेरि दारी उठाए। हजुरको दारीमा यति धेरै गुण छ, हामीलाई त थाहै पनि थिएन, सिपाहीले भन्यो। तहसिलदार मुस्कुराए। मलाई एउटा कपाल दिनुहोस् न हजुर, म निसन्तान छु, उनकै मुन्सीले भने। सबैले आफ्नो समस्या सुनाए र दाडीको कपाल मागे। साहेबले छाती खोलेर उनीहरूको इच्छा पूरा गर्न थाले। गोनु झाको योजना सफल भयो। सारा गाउँलेले दाडीको कपाल माग्न थाले। ठुलो कोलाहल मचियो। भिड बढ्यो। कतै कपाल नै पो सकिने हो कि? ऊ चिन्तित भयो। दाडी तान्न साहेबहरूको सुरक्षाको टोली झन अगाडि थियो। केही बेरमा तहसिलदारको अनुहार रगताम्य भयो। ऊ आफ्नो ज्यान जोगाउन त्यहाँबाट भाग्यो। केही दिनपछि उसले जागिरबाट राजीनामा दिएको थाहा भयो। गोनु झाले त्यो निर्दयी अफिसरबाट गाउँलेहरूलाई बचाए। आजको गोनु झाको कथाको प्लेलिस्टमा रहेको थियो तहसिलदारको दाडीमा चमत्कारी गुण। तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला। आजलाई भने म तपाईहरूकै कथा भन्ने साथी जमिन राईलाई पनि बिदा दिनुहोस्। नमस्कार।